हाम्रो देशमा न्याय नपाएका यी दुईजना व्यक्तिहरू देश बनाउँछु भन्ने हुटुटी भएका, न्याय नपाएर कोही काला कोठरीमा थन्किएका त कोही जिउँदो भएर पनि मरेको जुनी बिताइरहेका दुईजना व्यक्तिहरू मध्येमा आज हामी धुर्मुस र सुन्तली, हुर्मुसलाई यो अवस्थामा कसले पुर्यायो त भन्ने विषयमा आज हामी चर्चा गर्छौं। हास्य कलाकारको रूपमा चिनिने हुर्मुस र सुन्तली मेरी बासे हास्य टेलिश्रृङ्खलाबाट अत्याधिक चर्चामा थिए। तब नेपालमा 2072 साल वैशाखको 12 गते महाभूकम्प जान्छ। त्यो महाभूकम्पमा परि 8000 जना भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाउँछन् भने 35 लाख भन्दा बढी घरहरू भत्किन्छन्। 35 लाख भन्दा बढी परिवारहरू घरबार विहीन हुन्छन्। यो खबर सुन्दा बित्तिकै अमेरिकामा स्टेज प्रोग्राम गर्दै गरेका धुर्मुस र सुन्तली आफ्नो अरू बाँकी प्रोग्रामहरू क्यान्सल गरेर तुरुन्त नेपाल आउँछन् र भूकम्प पीडितहरूको उद्धार कार्यक्रममा अग्रसर लिन्छन्। उद्धार र राहतले मात्र भूकम्प पीडितहरूको जीवनस्तरमा सुधार नआउने देखिसकेपछि धुर्मुस र सुन्तलीले आफ्नै नाममा धुर्मुस सुन्तली फाउन्डेसन नामको संस्था खोलेर जनताहरूबाट डोनेसन सङ्कलन गरेर यी भूकम्प पीडितहरूलाई बस्ती बनाएर घर बनाएर हस्तान्तरण गर्ने निर्णय लिन्छन् र यिनीहरूले त्यो काम गर्छन् पनि। काभ्रेको पोहरी गाउँमा नमुना बस्ती बनाएर भूकम्प पीडितहरूलाई हस्तान्तरण गर्छन्। सिन्धुपाल्चोकको भिरानचौर गाउँमा पनि नमुना बस्ती बनाएर भूकम्प पीडितहरूलाई हस्तान्तरण गर्छन् भने महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा पनि मुसहर बस्ती बनाएर समयमै यिनीहरूले हस्तान्तरण गर्छन्। त्यस पछाडि यिनीहरूले चर्चा मात्रै होइन भगवानको दर्जा पाउन थाल्छन् र अलि ठुलो योजनातिर पनि जान थाल्छन्। त्यस पछाडि सुरु हुन्छ धुर्मुस र सुन्तलीको ठुलो योजना पछाडिको खुट्नीहरूमाथिको आरोप र प्रत्यारोप। जनताहरूले दिएको माया, जनताहरूले गरेको विश्वास, जनताहरूले दिएको भगवानको दर्जा र चारैतिरबाट डोनेसनहरू उठ्दै गर्दाखेरि यिनीहरूले एउटा ठुलो योजना बनाउँछन् गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने र त्यति बेला डोनेसन चारैतिरबाट आइराख्दाखेरि यिनीहरूको कन्फिडेन्स लेभल पनि उच्च थियो। भोलिको दिनमा 5 करोड पुगेन भने म एक्लैले 5 करोड हाल्नेवाला छु। कोही आउनुहुन्छ भने याद गर्नु होला, मलाई भन्न आउनु होला, म मेरो घर बेचेर रङ्गशाला बनाउनेवाला छु। अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउँदै गर्दा यिनीहरूलाई अनेकौं अभियन्ताहरूले अनेक थरीका आरोपहरू लगाउन थाल्छन्। तर त्यो आरोपहरू कतिको सत्य हो कतिको असत्य हो भन्ने कुरा अझै छानबिनमा छ। मुस र सुन्तलीले डोनेसनबाट उठाएको गरिब जनताहरूले एक थोपा पसिना चुहाएर सङ्कलन गरेको पैसा धुर्मुस सुन्तली फाउन्डेसनमा दिएको पैसालाई अनियमित गरे र आफ्नो घरमा लगानी गरे। स्विमिङ पुल सहितको घर 5 रोपनी जग्गामा बङ्गला बनाए, 25देखि 30 करोड रुपियाँ त्यहाँ खर्च गरे भन्ने पनि आरोप लाग्यो। क्रिकेट रङ्गशाला बन्दै गर्दा आफू 2 जना त्यो क्रिकेट रङ्गशालाको संयोजकको रूपमा 5देखि 7 लाख रुपियाँ तलब खाएर त्यो पैसा आफूले अनियमित गरेको भन्ने आरोप लाग्न थाल्यो। धुर्मुस सुन्तली फाउन्डेसनले 10,000 भन्दा तलको रकमको सहयोग नलिने, 10,000 भन्दा तलको लागि हो भनेदेखि हामीलाई फोन नगर्नु होला, 1 लाख भन्दा माथि मात्र हामीलाई सहयोग गर्नु होला भनेर 10,000 भन्दा कम रकमको सहयोग आउँदाखेरि फाउन्डेसनले फोन उठाएन भन्ने आरोप पनि लाग्न थाल्यो। जुन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनिराखेको जग्गामा पनि विवाद आयो। त्यो विवाद पश्चात केही अभियन्ताहरूले धुर्मुस र सुन्तलीको नाममा मुद्दा पनि दायर गरे। सीताराम कटेल धुर्मुस अदालतको मुद्दा खेपिराखेका छन्। केन्द्रीय सरकारबाट उहाँले चलाउनु भएको उधारो सामग्रीहरूको बक्यौता तिर्नको लागि 15 करोड रुपियाँ पैसा स्थानीय सरकार भरतपुर महानगरपालिकालाई विनियोजन गरेको पनि समाचारमा आएको छ। यदि धुर्मुसले त्यो पैसा पाए र उधारो बक्यौताहरू तिरिसकेपछि उनले चाहिँ छुटकारा पाउँछन् त? गरिब जनताहरूले देश विदेशमा खुन र पसिना बगाएर कमाएको 1-1 रुपियाँ जम्मा गरेर उहाँहरूलाई क्रिकेट रङ्गशाला बनाउन दिएको पैसा के त्यसलाई पूर्णता फेरि दिनुहुन्छ कि आफू स्वतन्त्र भएर त्यो पैसा तिरेर आफू स्वतन्त्र भएर बस्नुहुन्छ? नेपालको सरकारले धुर्मुस र सुन्तलीलाई अदालतको मुद्दा फैसला गरेर निर्दोष साबित गरिदियो भनेदेखि क्रिकेट रङ्गशालाले पूर्णता पाउला त? के नेपाली जनताहरूले त्यो क्रिकेट रङ्गशालाको उपभोग गर्न पाउनु होला त भन्ने क्वेसन फेरि धुर्मुस र सुन्तलीमाथि खडा हुनेछ।